आज चाहिँ हामी घुम्नलाई निस्केको छौँ बाहिर। बेलुका 6 बजिसकेको छ अनि मेरो हस्बेन्ड आउँदै हुनुहुन्छ मेरो पछाडि पछाडि। यहाँदेखि हाम्रो मेट्रो बस चढ्छौँ अनि पुगेर गर्छौँ फेरि। अब चाहिँ हाम्रो जाने चाहिँ कहाँ हो रे माया? थाहा छैन अहिलेसम्म चाहिँ हाम्रो डेस्टिनेसन कहाँ जाने हो हामी कहिले पनि यहाँ जाने भनेर निस्किन्न। अब हामी मेट्रोमा पुगेपछि चाहिँ कहाँ जाने हुन्छ होइन, त्यहाँ गएपछि थाहा हुन्छ। ल अब यो भिडियो चाहिँ टु बी कन्टिन्यू हुन्छ, हेर्दै गर्नु होला। अब यहाँ चाहिँ हाम्रो बस आइसकेको छ। उल्टै गरेर भिडियो बनाउँदा यो चाहिँ अब टु बी कन्टिन्यू हुन्छ गाइस। ल क्रिस्टल वाल आइपुग्यौँ। अब यहाँ 6 सक्नुहुन्छ नि, यहाँ पुग्छ भनेर है त्यहाँसम्म जानुलाई। अब त्यहाँबाट जानुपर्छ। ल लाग्नु माया। ल यहाँको भ्यू चाहिँ यस्तो छ। अब जाँदैछ। ल वाल आयो। म चाहिँ पहिला पनि आइसकेको छु। अब चाहिँ फर्स्टचोटि हो, सेकेन्डचोटि हो। छोराले यही गाडी किन्यो अरे होइन, लेम्बोर्गिनी। यता हेर, यो चाहिँ क्रिस्टल वालमा यसमा भुइँमा फ्लोरमा यसरी बनाएको हुँदो रहेछ। सानो सानो पेङ्गुन डल्फिन होइन नि यो, तर के भन्नु त? चिसो छ कि छैन यहाँनिर? चिसो चिसो त नि एयर कन्डिसनरहरू सबैतिर बाहिर राखेको छ नि त हो। चिसो क्रिसमसको माया कस्तो लाग्यो त? राम्रो लाग्यो नि। ल अब चाहिँ हामी यहाँबाट अब फर्किन्छौँ। लगभग हाफ आवर जति घुम्यौँ गाइस है। अब यहाँ चाहिँ रमाइलो रहेछ। बाहिर चाहिँ जे जस्तो गर्मी भयो भने यहाँ भित्र ठाउँमा चाहिँ एयर कन्डिसन जताततै रहेछ। चिसो ज्याकेट लगाएर आएको भयो नि हुने यस्तो हुँदो रहेछ। त्यस रमाइलो लाग्यो नि। ल अब चाहिँ हामी यहाँबाट फर्किन्छौँ। जताततै एयर कन्डिसन भएर के अरे चिसो नि माया। अब यहाँबाट हामी बाहिर निक्लिन्छौँ नि, कस्तो गर्मी हुन्छ नि। यहाँ चाहिँ फेरि त्यस्तो ऊ नै फिल भइरहेछ नि, के अरे गर्मी नै भइरहेछ नि होइन। र यो क्रिस्टल वाल चाहिँ यस्तो छ। अब चाहिँ हामी यहाँबाट फर्किन्छौँ गाइस। फेरि जाने बेलामा लास्टचोटि एउटा क्वेसन सोध्नु मन लाग्छ तिमीलाई, के भन न? कस्तो फिल भइरहेछ त? फिल चाहिँ कस्तो भइरहेछ त? अब हामी त्यो अघि नै हामी चढेर आएको थियौँ नि त्यो सर्भिसवाला, त्यो चाहिँ बसिरहेको हुँदैन रहेछ कि, बेला बेला मात्र बसेको हुँदो रहेछ। होइन उहाँनिर बस्यो भने पाइन्छ। यो चाहिँ लेम्बोर्गिनी गाडी हो। छोराले यही गाडी किन्यो होइन, लेम्बोर्गिनी। अब हामी चाहिँ फर्किँदैछौँ रुमतिर। अनि यहाँदेखि हामी हिँड्दै हामी परदेखि अघि आउँदा चाहिँ गाडी पाएको थियौँ भने अहिले चाहिँ छैन। धेरै टाढा त छैन, यहाँदेखि हिँड्दै आउन सकिन्छ।
अब फर्किन आँट्यौँ उतिनेर आइहाल्छ बस अलिकति अगाडि अनि यो चाहिँ हो हिल्टन होटल वाउ सँगसँगै यो पनि होटेल छ के हो यसको नाम थाहा भएन के हो रे ल यो होटेल त मैले टाउको यस्तो गरेर तापनि भ्याउँदैन रहेछ हौ अब मेरो हस्बेन्ड चाहिँ मोमो लिएर पनि आइपुग्नु भइसक्यो हामीले चाहिँ के खाना बनाउनु भनेर मोमो नै अर्डर गऱ्यौँ क्या खानुको लागि सो अब हामी खान्छौँ ल यता हाम्रो चिकन चिल्ली मोमो यता चाहिँ आइसक्यो मात्र होइन यता त उसले खाइ पनि सक्यो हो अब यता चाहिँ मैले चाहिँ फ्राई मोमो खाँदै हो उसले चाहिँ चिकन चिल्ली मोमो ल हाम्रो यो भ्लग चाहिँ यहीँ इन्ड गरिदिने हो ल खान्छौँ खान्छौँ बाई गाइस